हेलो गाइज आफ्टर रोपाइपछि हाम्रो घर यस्तो भएको छ। पहिला म आउँदा एकदम मकै। हेलो प्रान्सी। ल के अरे धेरै नि थियो मकै, अझै सकिएर नि छ, यता नि छ मकै जति पनि छ। अझै लगभग यो आज घाम लागेको यो सुक्थ्यो, पानी पऱ्यो आज। मन्दिरभरि मकै थियो, पिँढीभरि मकै थियो, जताततै मकै थियो। अब अहिले सबै थन्क्याएर भइसक्यो। अब लगभग 80% काम सकिसक्यो। अब वरिपरि पुरै झाम्री भइसक्यो है, बुट्टाहरू हरियाली भइसक्यो। यसरी झार पलाइसक्यो। त्यसपछि अब गोठमा पनि टन्नै खजानाहरू छ। बाख्रा भैँसीलाई बाख्रा छन्। कतिवटा छन् बाख्रा? एउटा दुईटा तिनवटा चार पाँचवटा बाख्रा छन्। त्यसपछि एउटा भैँसी पाडी अनि यसको यो छोरो, भैँसीको छोरो छ। यति तिनवटा हो। कुँडो पाकिसक्यो। जस रमाइलो छ। आज चाहिँ पानी परेर मौसम अलिक क्लियर त छ, तर आज राति आज दिउँसो नि पानी पर्ला जस्तो गरे। तरकारी फुलिरहे। बेलौती अलि खाने बेला भयो होइन। त्यसपछि हाम्रो बाबाले पनि ड्र्यागन फ्रुट लगाउनु भयो। ड्र्यागन फ्रुट नि छ। कटहर अलि पाके छैन, भदौरे कटहर भएर। तरकारी खाँचो छैन, तरकारी टन्नै छ। अनि यो के अरे प्रान्सी? यो बनमेवा नि फले है, तर म हुँदाखेरि पाके छैन, काँचै छ। अब म गएपछि पाक्छ। यो पनि त्यस्तै छ। त्यसपछि यो भयो। यो के अरे प्रान्सी? अमला पनि छ। त्यसपछि लिची छ। हेर्नु हरियाली छ। हजुर हाम्रो मामा घरमा त सबै छ। हो र? के सबै छ? लिची छ, अनि त्यसपछि अमला छ, बनमेवा अनि आँप छ। आँप अनि केरा छ। केरा अरू? तरकारी के छ? तरकारी अहिले मामाले के टिपेको? अरू? अरू लौका। लौका त टन्नै छ न। अनि अरू? आलु पनि टन्नै छ। अरू? तिमीलाई मामा घरमा सबभन्दा मनपर्ने के हो? लिची। खानेकुरा भनेको होइन कि यहाँ वरिपरि? मामा घर मनपर्छ। अनि त्यसपछि तिमीले मकै पड्कायो कि पड्काएनौ? कति पड्कायो त? थोरै कि धेरै? रोपाइ कस्तो गर्यो त? राम्रो भयो। जम्मै कपडा बिगारेर पुरै राम्रो। यो कपडा कति राम्रो थियो, पुरै धुस्नै सकिन्। अब दिदी हेर्नु, यिनले केही मान्दिनन् भनेको नि। छुच्ची खिन हिला नखेला भनेको हिला खेलिन्, हो कि नै? नचलाउ न। ल, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।